राम्रोसँग त मैले गर्न सकिनँ, तर पनि म कोसिस गर्नेछु। आउनुहोस् हामी सबैजना मिलेर उत्पत्तिको किताब खोलौँ। उत्पत्ति 18 अध्याय। उत्पत्तिको किताब 18 अध्याय। र हामी यसलाई ध्यान लाएर हामी सुन्नेछौँ है, किनभने म आशा गर्छु कि यसबाट आज हामीले केही विशेष शिक्षाहरू हामीले सिक्न सक्नेछौँ। उत्पत्तिको किताब 18 अध्यायबाट यहाँनिर चाहिँ एउटा एकदमै सुन्दर कहानी छ, कथा छ। र प्रायः जसो मलाई चाहिँ यस्तो वचनहरू भन्दाखेरि मलाई बाइबलको कहानीहरूबाट नै भन्नु मन लाग्छ, किनभने त्यो चाहिँ सुन्दाखेरि पनि धेरै रमाइलो पनि लाग्छ र हामीले सिक्ने पनि धेरै कुराहरू त्यसभित्र लुकेका हुन्छन्। र यसैले यो कहानी मैले तपाईँहरूको अगाडि चुनेको छु। र यो चाहिँ हाम्रो विश्वासको पिता को हुनुहुन्छ? अब्राहम है। अब्राहमलाई चाहिँ फादर अफ फेथ, विश्वासको पिता भनेर हामी चिन्दछौँ हाम्रो विश्वासी जनहरूमा। इभन मुस्लिमहरूले पनि त्यही नै विश्वास गर्दछ। र हाम्रो लागि चाहिँ अब्राहम एकदमै खास अगमवक्ता हुनुहुन्छ र उहाँको विषयमा छ। र यो समयसम्म चाहिँ अब्राहम र सारा उनीहरू अहिलेसम्म पनि सन्तानविहीन नै थिए। उनीहरूको एकजना पनि सन्तान थिएन र उनीहरू एकदमै वृद्ध पनि भइसकेका थिए। तर पनि अब्राहमको सम्बन्ध चाहिँ परमेश्वरसँग एकदमै गहिरो थियो। उसले समय समयमा प्रत्यक्ष रूपमा नभए पनि उसले चाहिँ परमेश्वर चाहिँ उसँग के गर्नुहुन्थ्यो? बातचित गर्नुहुन्थ्यो। र एक दिनको कुरा हो कि दिउँसोको मध्याहको गर्मीमा है, ऊ चाहिँ यहाँ बाइबलमा भन्दछ 18:1 मम्रेको फलाटका रूपनेरको आफ्नो पालको ढोकामा चाहिँ अब्राहम बसिरहेको थियो त्यहाँनिर। र उसले सायद केही सोचेर नै बसिरहेको थियो होला। र यो समयमा चाहिँ जब ऊ बसिरहेको थियो त्यतिखेर चाहिँ उसले 3 जना व्यक्तिहरू उसको तम्बुतिर आइरहेको उसले देख्दछ। र अब्राहम चाहिँ एकजना एकदमै असल अतिथि सत्कार गर्ने व्यक्ति भएको कारणले गर्दाखेरि चाहिँ ऊ झटपट गरेर ऊ के गर्छ त उनीहरूलाई भेट्नको लागि जाँदछ। र त्यहाँ गएर चाहिँ उसले उहाँहरूलाई रिक्वेस्ट गर्छ कि तपाईँ आउनुहोस्, आफ्नो गोडा धुनुहोस् होइन, र म केही खाजाहरू बनाइदिन्छु, केही खानाहरू बनाइदिन्छु र त्यसलाई खाएर तपाईँ सन्तुष्ट भएर शक्ति प्राप्त गरेर चाहिँ तपाईँ फेरि आफ्नो गन्तव्यतिर लाग्नुहोस् भनेर उसले एकदमै रिक्वेस्ट गर्छ। र उसको त्यो रिक्वेस्टलाई त्यो व्यक्तिहरूले के गर्छ त उनीहरूले स्वीकार गर्छ र तिमी जे चाहन्छौ तिमीले त्यो तयार गर भनेर उहाँहरूले भन्नुहुन्छ। र उसले गएर चाहिँ उसले एउटा भोजै तयार गर्छ उहाँहरूको लागि। र पछि गएर थाहा हुन्छ कि उहाँहरू चाहिँ 3 स्वर्गदूतहरू हुनुहुन्थ्यो। तर अब्राहमको लागि चाहिँ उहाँले एकजना के भन्ने व्यक्तिहरू जस्तै होइन, यात्रीहरू जस्तै देखा पर्नु भएको थियो। तर बाइबलले हामीलाई भन्दछ कि उहाँहरू चाहिँ 3 स्वर्गदूतहरू हुनुहुन्थ्यो। र यसरी चाहिँ अब्राहमले गरेको अतिथि सत्कारहरूबाट उहाँहरू धेरै खुसी हुनुभयो र धेरै खुसी भएर चाहिँ उहाँहरूले उनीहरूलाई एउटा आशिष पनि दिनुभयो। त्यो बेला एउटा अगमबानी पनि भएको छ त्यहाँनिर कि ती 3 जना मध्ये एकजनाले के भन्नुभयो त कि अबको आउँदो वर्षमा तिमीहरूको काखमा चाहिँ एउटा बालक हुनेछ भनेर पनि एउटा भविष्यवाणी, एउटा अगमबानी पनि उहाँहरूले बोल्नुभयो। यद्यपि साराले त त्यसलाई त्यति सिरियसली लिएन है, ऊ अलिक मुसु मुसु हाँस्दै पनि थियो, किनभने त्यो समय सारा र अब्राहमको अवस्था नै त्यस्तो थियो कि उनीहरूले त्यो स्वीकारै गर्न सकेको थिएन त्यो कुरालाई जुन परमेश्वरले भन्नुभएको थियो। र त्यही भएर चाहिँ उनीहरूले स्वीकार गर्नु नसके पनि परमेश्वरले 3 जना मध्ये एकजना स्वर्गदूतले चाहिँ के भन्नुभयो त मैले जे बोले र यही अनुसारै अर्को वर्ष हुनेछ पनि भने। र त्यसपछिको जुन बाँकीको जुन कथा छ म त्यसमा चाहिँ अलिकति फोकस गर्न चाहन्छु है। र यो सबै खानपिनहरू भइसकेपछि उहाँहरूलाई
आशिष दिइसक्नु भएपछि चाहिँ दुईजना चाहिँ सदोम र गोमरातिर लाग्नुभयो। र सदोम र गोमराको विषयमा त यहाँहरूलाई थाहै होला होइन त? के थाहा छ तपाईहरुलाई सदोम र गोमराको विषयमा? आगोबाट नष्ट गर्नुभयो। किन नष्ट गर्नुभयो? परमेश्वरमाथि विश्वास नगर्ने मात्रै होइन, तर त्यहाँ चाहिँ यति धेरै दुष्टता थियो कि त्यो दुष्टता चाहिँ स्वर्गसम्मै पुगेको थियो भनेर भन्दछ। त्यो दुष्टताको जुन रिपोर्ट हुन्छ नि त्यो चाहिँ स्वर्गसम्मै पुगेको थियो। र परमेश्वर पनि सदोम र गोमराको त्यो दुष्ट अवस्था हेरेर चाहिँ उहाँ वाक्कै भएर उहाँले त्यसलाई नष्ट गर्ने, विनाश गर्ने आँट गरिसक्नु भएको थियो। र त्यो चाहिँ सदोम र गोमराको के भन्छ उनीहरूको अवस्था थियो त्यो बेला। र परमेश्वरले विशेष गरेर ती तीन व्यक्तिहरू चाहिँ यही कामको लागि नै उनीहरू आएका थिए। तर त्योभन्दा अगाडि उहाँहरूको भेटघाट चाहिँ कोसँग भयो त? अब्राहमसँग भयो। र दुईजना चाहिँ सदोम र गोमरातिर नै उनीहरू लागे र एकजना चाहिँ जो चाहिँ परमेश्वर स्वयं हुनुहुन्थ्यो उहाँ चाहिँ अलिकति अडिनु भयो त्यहाँनिर। अब किन अडिनु भयो भन्दाखेरि चाहिँ उहाँले अब्राहमसँग चाहिँ त्यो कुरा लुकाउन सक्नु भएन। उहाँ आफैले भन्नुभयो कि मैले जुन काम गर्नु आँटिरहेको छु, सदोम र गोमरालाई जुन आगोद्वारा नष्ट गर्न आँटिरहेको छु, कि यो कुरा चाहिँ मैले मेरो साथी अब्राहमबाट लुकाउनु सही हुन्छ र? त्यही भएर चाहिँ परमेश्वरले के गर्नुभयो त? अब्राहमलाई आफूले गर्नु आँटेको उद्देश्य चाहिँ उहाँले प्रकट गर्नुभयो। अब्राहम, म यहाँनिर एउटा विशेष उद्देश्यले आएको छु र त्यो चाहिँ के हो भन्दाखेरि म सदोम र गोमरालाई चाहिँ के गर्न आँटेको छु? नष्ट गर्न आँटेको छु। अब हामीले उत्पत्ति अलिक अगाडि हामीले पढ्यौं भने चाहिँ एकपल्ट जब यो सदोम र गोमरालाई एउटा आपत आएको बेला अब्राहम आफैले नै युद्ध गरेर सदोम र गोमरालाई बचाएको पनि थियो। त्यही भएर अब्राहमलाई सदोम र गोमराको धेरै माया पनि थियो। र अर्को कुरा के हो भन्दाखेरि चाहिँ उसको आफ्नै भतिजो के थियो उसको नाम? लुत लगायत उसको छोरा छोरीहरू पनि त्यही सदोम र गोमराको सहरमा नै उनीहरू बसोबास गर्ने गर्थ्यो। र जब अब्राहमले चाहिँ यो दुष्ट संसारको विनाश हुन्छ रे, यो आगो स्वर्गबाट बर्सेर चाहिँ यो नष्ट हुन्छ भन्ने कुरा सुन्दाखेरि चाहिँ अब्राहमलाई एकदमै त्यो हुन्छ नि, एकदमै दुःख लाग्यो के मनभित्र। अब जस्तो हामीलाई पनि कोही बेला है, हामीले नराम्रो घटनाहरू सुन्दाखेरि अथवा हामीले चिनेको हामीले जानेको मान्छेहरूमा केही आपद विपद आयो भन्दाखेरि के हुन्छ नि, एक प्रकारको मनभित्र क्या त दुःख हुन्छ नि है। कतिजनाले अनुभव गर्नुभएको छ।